अहिले चाहिँ यो हामी राम जानकी मन्दिरको यो गेट नजिकै छौँ। भक्तपुरको एकदम महत्त्वपूर्ण धार्मिक तीर्थस्थल राम जानकी मन्दिर हो। यो चाहिँ सबैभन्दा पुरानो करिब यो 700-800 वर्ष पुरानो राम जानकी मन्दिर धार्मिक एवं पवित्र तीर्थस्थल हो। यहाँ चाहिँ तपाईलाई यो सानो भ्यू हामी देखाउने छु। यो चाहिँ श्री गणेशाय नमः। यो चाहिँ गणेशको सबैभन्दा ठुलो मूर्ति प्रतिमा यहाँ प्रतिस्थापन गरिएको छ। यहाँ चाहिँ हरेक मङ्गलबार पनि यहाँ भजन गरिन्छ। यो चाहिँ यहाँको तीर्थस्थल हो। यो पवित्र तीर्थस्थल हो। यो सबैभन्दा अग्लो नारायण लक्ष्मीनारायणको मूर्ति हो। यो हनुमानको मूर्ति। यो अहिले यहाँ भक्तपुर नगरपालिकाबाट सरसफाइ कार्य गरिँदैछ। खोलामा बाढी आउने भएको हुनाले यहाँ हरेक वर्ष 3-4 चोटि चाहिँ यसरी माटो जम्मा हुन्छ। यो चाहिँ त्रिवेणी घाट, तीनटा नदीको सङ्गम स्थल त्रिवेणी घाट। यो हनुमान घाटको यो नदीमा मिसिन्छ। यसमा भक्तपुर नगरपालिकाद्वारा सरसफाइ कार्य चाहिँ गरिँदै आएको छ। यो चाहिँ तिनटै नदीको सङ्गम स्थल बिरा भद्रा र त्यसमा गरी तिनटै नदीको सङ्गम स्थल चाहिँ यसमा मिसिन आउँछ। यसैबाट पवित्र जल यहाँ चाहिँ माधव नारायण हरेक वर्ष चाहिँ माधव नारायणको मेला लाग्ने गर्छ। यो सुप्रसिद्ध मेला हो यहाँको। यो शीतला माईको मूर्ति, यो हनुमानको मूर्ति। यहाँ चाहिँ शवदाह गरिन्छ। मरेका मान्छेहरूको यहाँ लास ल्याउने गरिन्छ। यहाँ मेसिनबाट 2-2.5 घन्टा 2.5-3 घन्टामा सकिन्छ। अहिले हाम्रो ड्राइभरले चाहिँ नगरपालिकाको ड्राइभरले सरसफाइ कार्य गरिँदैछ। यहाँ भक्तपुर नगरपालिकाको ड्राइभरले सरसफाइ गरिँदैछ। यहाँ कर्मचारी हो उहाँहरू। यहाँ दिदीहरूले पनि सरसफाइ गर्दै हुनुहुन्छ। उहाँ आफ्नो नगरपालिकाको कर्मचारी हो। यो चाहिँ सायद यो एसियाको सबैभन्दा अग्लो ठुलो शिवलिङ्ग हुनुपर्छ। यहाँ 2टा शिवलिङ्ग छ। एउटा चाहिँ डम्बरेश्वर महादेव। यो चाहिँ डम्बरेश्वर महादेव यो करिब 700-800 वर्ष पुरानो हो। यो चाहिँ रणमुक्तेश्वर महादेव यो रणबहादुर शाहको पालामा बनेको हो। यो चाहिँ यो भजन घर चाहिँ यहाँ यो डम्बरेश्वर महादेव वार्षिकी गरिन्छ। यहाँ यो चाहिँ वर्षको एकचोटि चाहिँ यहाँ यो झन्डा छ नि, यो पनि वर्षको एकचोटि चाहिँ
यो यहाँको भजनको बाजेहरूले चाहिँ यहाँ वार्षिकी मनाउनुहुन्छ र यसमा भोज खाने चलन छ। यो झन्डा ठड्याएको छ नि, यो हो। यो चाहिँ करिब 700 वर्ष पुरानो होला। यो 600-700 वर्ष पुरानो हो। यो पनि सेम अलिकति मात्र हो, 700-800 वर्ष पुरानो हो। यो स्कुल चाहिँ परोपकार हो। पहिला परोपकार, हामी सानो छँदा परोपकार हो। अहिले चाहिँ यो बाल सेवक बाल विकास स्कुल स्थापना गरिएको छ। यो चाहिँ भक्तपुर नगरपालिकाको प्रत्यक्ष सेवा केन्द्र सूचना केन्द्रको अहिले चाहिँ काउन्टर बनाएको छैन, अनि त्यही भएर चाहिँ अहिले वैकल्पिक रूपमा चाहिँ यो काउन्टरको लागि यो बनाएको छ। यसमा चाहिँ यो मूर्तिहरू चाहिँ पहिला चोरी भएको हुनाले चाहिँ यसमा अहिले चाहिँ यो सिमेन्टले चाहिँ उगेर हो। यो पहिला मूर्तिहरू धेरै यहाँ चोरी भइसकेको छ। यो मूर्तिहरू यो चाहिँ नेपाल सम्मत 1012 वैशाख शुक्ल तृतीया द्वादशीको दिन चाहिँ स्थापना गरेको। त्यो हिसाबले हामीले क्यालकुलेसन गर्न सकिन्छ। यो चाहिँ कामदेव, यो मूर्ति प्राय यो एकदम यहाँको लोप भइसकेको मूर्ति हो। यो कामदेव हो। यहाँ चाहिँ कुनै पनि नवविवाहित जोडीहरूले चाहिँ विवाह गर्दा चाहिँ सन्तान भएन भने चाहिँ यहाँ आएर चाहिँ भनौँ न वर माग्दा चाहिँ भनौँ न निसन्तानहरूले सन्तान हुने जनविश्वास रहि आएको पाइन्छ। यो पनि तपाईँको धेरै वर्ष पुरानो यो सायद यो तपाईँको मल्लकालीन होला। यो एकदम पुरानो हो। यो तपाईँको एकदम पुरानो हो। यो चाहिँ दुईजना चाहिँ यो सायद मल्लकालीन राजाहरूको हुनुपर्छ। यो चाहिँ हाम्रो राम जानकी मन्दिर एकदम पुरानो, सबैभन्दा पुरानो राम जानकी मन्दिर हो। एकदम पवित्र